कति धेरै कठिन पल हुने गर्छ त्यो व्यक्तिको लागि जब उसलाई कसैले छोडेर जाँदै गरेको हुन्छ अथवा छोडेर जान चाहिरहेको हुन्छ, तर त्यो व्यक्ति रोक्नतिर लाग्छ, त्यो व्यक्तिले सम्झाउनतिर लाग्छ, कतै यो व्यक्ति रुक्छ कि कतै यो व्यक्तिले मान्छ कि बुझ्छ कि भनेर उसले एकदमै धेरै गिरगिराइरहेको हुन्छ, सम्झाउनतिर लागिरहेको हुन्छ। त्यो व्यक्तिको लागि त्यो पल निकै नै कठिन हुने गर्छ, किनकि उसको मनमा एकतर्फ लागिरहेको हुन्छ कि म यो व्यक्तिलाई सम्झाउन सक्छु, तर जो व्यक्तिलाई छोडेर जानु छ, जसको मन भरिसकेको छ, उसलाई त जानु छ, योजना बनाइसकेको छ, उसलाई जानु छ, उसलाई रहनु छैन। उसले न त्यो व्यक्तिको आँसु देख्छ, न त्यो व्यक्तिको माया देख्छ, न त्यो व्यक्तिले सम्झाएको बुझ्छ, बस उसलाई जानु छ। त्यस्तो अवस्था आउने गर्छ कोही न कोहीको जीवनमा। त्यस्तो अवस्थामा छोडेर जाने व्यक्तिलाई रोक्नतिर नलाग्नुहोस्, त्यो व्यक्तिलाई जान दिनुहोस्। जो व्यक्तिले जान चाहन्छ, तपाईँलाई छोड्ने निर्णय गरिसकेको छ, उसले धेरै समय पहिला गरिसकेको हुन्छ, उसलाई जानु छ, उसको मन भरिसकेको छ। तपाईँले अहिले रोकेर गिरगिराएर तडपेर आँसु देखाएर